रायन तिमीले के देख्यौ काकाको घरमा बोल्दै छु हा बेबी के देखेछ के गाडी भित्र रायन ए काका गयो मन के गर्ने बेबी बसन्ती अगाडि सुत्याउ न बेबी तिम्रो समाउनु पर्छ बेबी नोनोले बनाइदिनु भएको नि अनि के भन्छौ अनि नोनोले के भन्ने त नोनोले बनाइदिनु भएको बसु बेबी हेर न रायन यो सुपरम्यान हो के को मेरो छोरा त के यता रे आउ 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 पछि तपाईँलाई बर्थडे फ्यामिली भन्दा सबै आइसक्नु भएछ नमस्ते भाउजू होला भाउजू ढिलो पायौँ त हेलो आबी आदिलिन कहाँ आउनुभएको आबी आज कहाँ आउनुभएको कसको हो अब त कुर्दा कुर्दै हात पुग्यो ऐ नाप थियो के हजुर हजुर नमस्ते सबैजनालाई स्टार्ट गर्नु पर्यो नि हाल्दिनु राम्रो देखिन्छ नो वाउ नयाँ बेबी हेर त के हेर त तिमी त्यो हात्ती भएको सब काकाले यस्तो रेस्पेक्ट गर्छ सबैलाई एउटा एउटा पुग्छ बेबी ह्याप्पी आखै जानी के भन्ने ठुलो मम्मीलाई के भन्ने अब दिदीलाई ए यस्तो छ यहाँ हेर न यहाँ ए के रहेछ खेलिहाल्ने हजुर बनाएको हेर्दै हेल्दी केक मम्मीले ड्रेस सबै खस्यो सबै झोलामा हाल सबै राइन गुजीमा हाल गुजीमा नचुप लाग्नु न आफ्नै तरिकाले बनिदिनु
दे मिलाइदिनु यो चाहिँ ठुल्ठुलोलाई हामीलाई आबु अबि उ त्यहाँ गएर बसोस् होइन अरे त्यो त बन्छ नि त ल लिनु
काका
सिद्धो दाइ अब सबैजना छुट्टिन नि पर्छ हामी घर जाने कस्तो भयो बेबी ह्याप्पी टु यु रमाइलो भयो हो हेर रागे रागे मुख दुरे पानी पनि सकेर हेलो ल हेलो अनि अनि कादो दिनुहुने सबैलाई धन्यवाद भन ए आज धन्यवाद बिहानमा नि गिफ्ट भन्यो त्यही भएर हामीले चाहिँ खोल्तिर लागेको छौँ यो चाहिँ आधी मात्रै गिफ्ट हो आधी चाहिँ दाइको गाडीमा छ एकछिन भरे लिएर आउँछौँ राइनले चाहिँ अहिले सबै गिफ्ट खोल्ने भनेको भएर चाहिँ अब यो चाहिँ मेमोरी हुन्छ उसको लागि भनेर मैले चाहिँ यसरी खोल्दिन लागेको छु है बेबी अब स्टार्ट गर्ने ओके लेट्स स्टार्ट लु तिमी कहाँबाट खोल्छौ तिमी आफै चुज गर ल यो खोल्ने लु अब बेबी आफै कहाँबाट खोल्छ बाबरे हक कतिवटा हक कति धेरै हक खै यसरी खै नाम छ कि छैन बेबी हेरौँ यो नाम रहेन त्यस्तो यो चाहिँ पापा हो नाम चाहिँ रहेन रहेछ ल थ्याङ्क यू भने गरेर क्यारेक्टर त खतरा रहेछ नि छोरा यता उता हेरेर ल थ्याङ्क यू भन यो हेरेर ओके ब्याटम्यान यो हिजै खोलेको हो यसको गिफ्ट र्यापर पनि थाहा छैन थ्याङ्क यू भन फेरि पनि गयो छोरा कता गयो फेरि छैन मलाई थाहा छैन यो पनि हिजै खोलेको यो चाहिँ उसले दिनुभएको यो चाहिँ मलाई थाहा छ त्यही बेला खोलेको फरेनर बाटा सरले दिनुभएको यो बाटा फ्यामिलीले यो र गाडी थियो अब यो खोल्छौ खोइ पखाइ नाम सक्दैन पहिला नाम छैन बेबी लो खोला नाम छ यो कसरी खेल्ने हो थाहा छ तिमीलाई ल अहिले खोलौँ ल ओके यो यहाँ खोलिहाल्ने अनि यो के भन्नुहुन्छ नोनोले दिनुभएको कसरी थाहा पायो अब अर्को गर्ने ओके यहाँ बेबी हेर त्यही खोलिदिनु भएछ है लज हेर Lots of love from Dimika Didi रे Dimika Didi दिन्छौ Dimika Didi ले दिनु भएको अरे ओके हेर कति दिनमा दिदीले के रहेछ वाउ के भन्यो दिदीलाई मन पर्यो वाउ राम्रो रहेछ है रानी बेबीले अब सबै खेलाउन यहाँ राख्ने हो कि ल यहाँ पढ ह्याप्पी बर्थडे रायन फ्रम काका जुपी काका
स्पाइडरम्यान छ पछि तपाईँ नहुन नि सक्छ है। अब काकालाई के भन्ने हो? काकाले दिनुभएको रहेछ है। भुपी काकाले दिनुभएको के? ओ बेबी हेर त थियो। तिमीले राम्रोसँग हेर के? तिमीले के भन्थ्यौ? वाह हेर त ए तिमी ठुलो। अबे बेबी हेर न, तिम्रो नाम रायन। वाह थ्याङ्क यू सो मच दाइ। भुप्पी दाइले दिनुभएको। वाह रायन लेखेको। हेर त सानी, तिमीले अनि यस्तै मन पराउँथ्यौ त? अनि काकाको दादाको लाउँथ्यौ त फुटबल खेल्ने? हो त्यो हो यो। वाह रायन लेखेको कस्तो राम्रो। मलाई मन पर्यो है दाइ यो चाहिँ। थ्याङ्क यू सो मच। नाम कस्टमाइज गरे। यी बेबी सक्स पनि हेर नि, साइज मिलेको। खै सिजर यो 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 अलरेडी ओपन। यो के पनि थ्याङ्क यू सो मच भन। यो नाम छ कि छैन? कला लाग्यो खोल्नुहोस्। बिस्तारै थाहा पाउनु हुनेले चाहिँ दिनुभएछ है स्पोर्ट्स ड्रेस। ल ठुलै भए पनि पछिला हुन्छ बेबी तिमीलाई। ल थ्याङ्क यू भन न। थ्याङ्क यू काका। हो कि काकाहरूले हो यस्तो दिने चाहिँ पक्कै मलाई चाहिँ लाग्छ। नाम छैन। थ्याङ्क यू सो मच। यो चाहिँ रायन बेबीले पछि 6-7-8 वर्षतिर लगाउँछ। यो ओपन गर्नुहोस् त। यो नाम छ कि छैन? लेट मी सी। ओके नाम छैन। ओके नाम छैन। यहाँबाट राख न। के रहेछ त्यो? रायन बेबी त धनी भयो त। अहिले फुकाउनु ल ल फुकाइदिन्छु। एउटा मात्रै फुकाउने बाबा सेम हो नि त, फेरि पुरानो हुन्छ। पहिले खेल्ने 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 यो बिग्रिन्छ नि। यो खोल्ने ओके? एकैचोटि सबै नखोल्ने ओके? यो नखोली। यो अलरेडी तिमीसँग छ नि त। यो नखोल्ने। न यो खोलिदिन्छु। यो खोलिदिन्छु। एउटै छ। यो खोलिदिन्छु। यो राख ओके? यो खोलिदिन्छु। यो खोल्ने कि त्यो खोल्ने? एउटा भन ल। ओके यो यता राख्नुहोस्। अर्को त यहाँ छ। कसले दिनुभएको यो? आबी दिदीहरूले त यो दिनुभएको। ए आबी दिदीलाई के भन्ने यो? आदलिन दिदीले पनि हो ओके? काकाहरूले दिनुभएको। अझै अर्को गिफ्ट पनि छ, पछि आउँछ पता छ। अब अर्को ओपन गर्छु। यो ओपन गर्छु। यो ओपन गर। यो नाम कहीँ नाम छैन। के रहेछ? सुज 28 को त यहाँको त ठुलो पो हुँदो रहेछ त। यो चाहिँ अब के भन्ने काकालाई? थ्याङ्क यू काकै हो जस्तो लाग्यो मलाई। यो सोध्नु भएको थियो साइज, त्यही भएर थ्याङ्क यू सो मच। सानी यहाँ छ अर्को। अब चाहिँ सकेछ यो उयोको चाहिँ एरिया रहेछ। त्यसपछि अनि भरे फेरि अर्को पनि खोल्नेछौँ हामी। अरू आएपछि। वाउ नाम छ कि नै छैन? नाम छैन। वाउ पक्का म हेर्छु। नाम हुन सक्छ फेरि। नाम रहेछ। इट्स ओके। अहिले त ह्याप्पी डे लेख्नु भएको रहेछ नाम। ल भर म देखाउँछु ल। ठिक्क रानको साइजलाई हुन्छ। थ्याङ्क यू बेबी। हेर सेट राम्रो सेट रहेछ।
पछि ओके अब यो खोल्ने लास्ट यो लास्ट मन पर्यो काका नुनहरूले दिनुभएको हो नि त यो चाहिँ यसरी हेर्दै बनाउने हो कि सानै यहाँ हेरै यहाँ यता हेर मम्मी सिकाइदिनुहुन्छ क्या यहाँ हेर नाइस यहाँ हेर यहाँ यो हो यो ये म खोलिदिन्छु वेट अब अहिले किन्ने म राइम बेबीलाई यो बनाउनु लगाउँछ है त आफै बनाउँछ कि बनाउँदैन ल बेबी यो खोज पहिला यहाँ कलर हेर्ने अनि खोज्ने यस्तै खोइ यो हो यो यहाँ राख त्यो पनि चाहिन्छ यो हो त्यो यहाँ राख भेरी गुड हुन्छ त्यही हो ल त्यही रहेछ गुड भयो अब यता थाहा रहेछ उसलाई घुमाऊ यस भेरी गुड अब यो खुट्टी जोडा यसरी जोडा यहाँ हेर्ने अनि जोड्ने यहाँ यस्तै यहाँ जोड्ने यता ल्याऊ त मम्मी हेर यहाँ भयो यो भयो यस त्यसको हेलमेट यहाँ छ बाफ्रे कति सानो नानी हो त यो त तिमी त एक्लै त बसेर खेल्नु हुँदैन यो त ठुलो कति वर्षले यो कति वर्षले खेल्ने हो यो त ठुलोले खेल्ने हो लेख्नु पर्ने हो हेलमेट लगाऊ पखाइ पहिला दाजुले गर्दा यो आँखा खाने त्यसले मात्रै ल भइसक्यो उता देखाइदेऊ त यता फर्काएर यसरी फर्काऊ अनि मैले देखाइदिन्छु एउटा सानो हेलमेटको ग्लास चाहिँ नलाइदिएको सानो छ फेरि मुखतिर हाल्न सक्छु पुरो नदेखाएकै बेस बच्चालाई भनेर ल बेबी यो अब अहिले नखेल यो तिमी अलिक ठुलो हो अनि मात्रै खेल्ने हो कि यो नगर यति हो खेल्ने भनेको अब अर्को यहाँ गाडी बनाउने लु यो खोज पहिला यो खोज यो होला नि यो खोज राखिदिनु परेन लु अहिलेको लागि चाहिँ यति नै अब चाहिँ फेरि एकछिनमा अरू गिफ्टहरू आउँछ अनि फेरि म यसरी नै हजुरको सामने देखाउने छु हजुरहरूको अगाडि फेरि नै यसरी नै यसरी नै भिडियो लिएर आउने छु म अर्को आएपछि चाहिँ ओके बेबी सानो यहाँ आऊ त म यो लगाइदिन्छु तिमीलाई चाहिँ ऊ भन्थ्यो त तिमीले काकाको जस्तो लुगा छ म त लगाउँछ एकछिन काकालाई देखाउनलाई ल छोड गन पनि छ यो उसले दिनुभएको बेबी
गिफ्ट आधी उता छ। यो तिम्रै नाम भएको रायन काकाले दिनुभएको, यसको आधी गिफ्ट त अर्को गाडीमा छ, त्यो पछि देखाउँछु। यो पनि त्यसैको हो है। को दिनुभएको रे? रायन काका। अनि के भन्ने काकालाई? ए अन्त यो पनि तिमीलाई यो बाइक दिनुहुने काकाले दिनुभएको लाग्छ। कस्तो गरम रहेछ यो। मन पर्यो। यो कसले दिनुभयो? आबे दिदीले दिनुभएको रे। यो पनि काकाले दिनुभएको। आबे दिदी र आदलिन दिदीले दिनुभएको यो हो, नबिर्स है सानी। यो हो आदलिन आबे दिदीले। यो कसले दिनुभयो लु भन त? यो कसले दिनुभयो? देमिका दिदीले दिनुभएको यो ब्याग। यो देमिका दिदीले दिनुभएको के? रायन बेबी नेक्स्ट टाइम अब यो ब्याग बोकेर जान्छ है। भएन? अनि यो हेरेर गर्ने हो। यो खोज। पहिला म भिडियो अफ गरेर आउँछु है। सब जोडेको रोक्ने चाहिँ त्यो नथि खै। ए घुमा चलो चलो ना। बाय। चलो 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 जाऊ गाडीसम्म थिच नि थिच। ए थिचिरहनु पर्ने रहेछ। अनि उसो गर्दा स्टप। ए बखान भयो। उ या तिमी यहाँ जाऊ न। होला अरू पाटहरू रहेछ। नाम थिएन नि बेबी खै। यहाँ नाम छैन नि हेर न। छैन रहेछ नि ड्रम। हाम्रो काम के रहेछ बेबी हेर त ल। अब के भन्ने गाह्रो त हेर्नु नि। त्यसले होइन हातले होइन बुझाउने। अनि अर्को चाहिँ यो फ्रेम आएको हो रायन बेबीको बर्थडेमा। अब यहाँ फ्यामिली फोटो जान्छ मस्त। पापा अब के हो धामीको बजाउनु त। लाखे कसरी बजाउँछ? ए यो पनि काकाले दिनुभएको। यो भित्र के छ अब हेर। उसलाई लो जाऊ बेबी। ए उसको पावर म्यान रु रु। ल जाऊ पर। बबल यो काकाले दिनुभएको है। रायन काकाले। वाह सब डाइनोसर के रायन गाजो। वाह डाइनोसर बेबी कस्तो राम्रो देखेछ है तिमीलाई। सबै हामीले यसो कालो प्लास्टिकमा प्याक गरेर लिएको थियौँ। त्यहाँ अझै रहेछ बेबी पछि गएको।
यसको त भाइ सबै सेट थियो के कता कता बाबा खोइ त यो बन्दुक रहेछ खै म हेरिदिन्छु त सबै बन्दुकको सेटहरू सबै एरोप्लेनको सेट थियो के सानी हो गुमी खै ठुलो प्लेन खै ऊ त्यसको सेट प्लेन खै बेबी यो हो यसको सेट एरोप्लेन काका कुन काका हो त्यो काकाको नाम भन्देऊ न त को काका खै यसलाई ल्याउ त पुलिस रहेछ कि के रहेछ सबै आमा आज यो सबै काकाले दिनुभएको बेबी ओके यसको अर्को पनि यहाँ भित्र छ यसको पनि सेट छ ठुलो अनि यो सबै सेट हो यसको यो चाहिँ पनि राम्रो है के छ रानी त्यहाँ होला है खोला न खोला त्यहाँ छ कि पैसा छ कही छैन भनेन तिमीले दिनुभएको हो काकाले पैसा तिम्रो पैसा लिएर आउँछु ल बर्थडेको पख रानी बेबीको बर्थडेको गिफ्ट अरू बेबी ल समाउ यस्तो गर